साथीहरू राजनीतिक भन्ने बित्तिकै हामीलाई लाग्छ यो केही होइन जस्तो लाग्छ, तर राजनीतिक यस्तो चलखेल हो जसले देश निर्माण गर्नको लागि ठुलो भूमिका खेल्न सक्छ साथीहरू। यदि राम्रो मान्छेको हातमा देश पर्यो भने, यदि राम्रो सक्षम नेताको हातमा देश पर्यो भने देशमा ठुलो कायापलट हुन सक्छ भन्दा फरक नपर्ला। किनभने हामीले अरू देशका पनि धेरै उदाहरणहरू देखेछौँ साथीहरू। त्यही भएको कारणले अहिले यो परिस्थितिमा नेपाल जस्तो गरिब देशलाई उठाउनुको लागि, फुलाउनुको लागि सही नेतृत्व गर्ने मान्छे, हर्क साम्पाङ जस्तो मान्छे चाहिन्छ। किनभने उसलाई कुनै लोभ पनि छैन, कुनै लालच पनि छैन, मैले यो कमाएर मेरो परिवारलाई यो दिन्छु त्यो दिन्छु भन्ने पनि छैन। खालि यो देश बनोस् र यत्रो सारा नेपालीले दुःख पाएको गरिब नेपालीहरूले आफ्नो खुट्टामा आफै उभिने अथवा हामीले हाम्रो देशमा केही गरेर खान सक्छौँ भन्ने खालको होस् भनेर चाहिँ हर्क साम्पाङ लागिराख्नु भएको छ। यसमा नेपाल अधिराज्यभरिका कुना कुना चेपमा बसेका नेपालीहरूले